यसै महासंघका घटक शैक्षिक परामर्श व्यवसायी संघहरूद्वारा प्रहरी वरिष्ठ उपरीक्षक तथा जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख विश्व अधिकारीको उपस्थितिमा नेपाल प्रहरीसँग शैक्षिक परामर्श व्यवसाय विषयमा गहन छलफल गरेको छ। छलफलको सुरुवातमा आइरिनका अध्यक्ष हेमन्त भट्टराईले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। आज वास्तवमा नेपाल प्रहरीसँग शैक्षिक परामर्श व्यवसाय, हामीहरू यो व्यवसायमा लागेको लगभग 25-30 वर्ष भयो र मलाई लाग्छ नेपाल प्रहरीसँग यस्तो किसिमको अन्तर्क्रिया हुन गइरहेको यो पहिलोचोटि छ। अझै भनौँ शैक्षिक परामर्श व्यवसाय महासंघ गठन भइसकेपछि यो महासंघले अगाडि सारेको यस्ता विभिन्न कार्यक्रमहरूले पक्कै पनि हामीले गरेका कामहरूमा राष्ट्रलाई अझै भनौँ राज्यलाई सहयोग पुग्नेछ र नेपाल प्रहरीसँग यो क्षेत्रमा देखिएका विकृति विसङ्गतिहरूलाई कसरी सही ट्र्याकमा लिएर आउने र विशुद्ध यो एउटा चाहिँ धर्मगत हिसाबले चाहिँ यो एउटा पेसा हो भन्ने हिसाबले चाहिँ कसरी यसलाई अगाडि बढाउन सकिन्छ भन्ने कुरालाई चाहिँ मनन गरेर महासंघले आज यस अन्तर्क्रिया कार्यक्रम अगाडि बढाएको हो। हुन त हामीहरू शैक्षिक परामर्श व्यवसायीहरू विगत 25-30 वर्षदेखि यस पेसामा संलग्न भइरहँदा हामीहरू कम्पनी रजिस्ट्रेसन कार्यालयमा 15-20 हजार रुपियाँमा दर्ता गरेर एउटा कम्पनी चलाउने हिसाबले हामी अगाडि बढिरहेका थियौँ। हामीलाई यो क्षेत्र अलिकति सेन्सिटिभ पनि भएको हुनाले र तमाम विद्यार्थीहरूको करियरमा प्रत्यक्ष रूपमा चाहिँ तपाईको असर पर्ने भएको हुनाले हामीले नेपाल सरकार शिक्षा मन्त्रालयलाई बारम्बार हामीले घचघचाइरह्यौँ कि हामीलाई नेपाल सरकार शिक्षा मन्त्रालयको मातहतमा ल्याउनुपर्छ, हामीले चाहिँ निगरानी गरिनुपर्छ भन्ने कुराहरू हामीले चाहिँ बारम्बार शिक्षा मन्त्रालयसँग अनुनय विनय गर्यौँ, करायौँ, आफ्नो कुराहरू राख्यौँ। त्यसैको अनुरूप हामी यस महासंघमा आबद्ध सदस्य घटक संस्थाहरू मिलेर 2068 सालमा निर्देशिका हामीले चाहिँ जारी गर्न सफल भयौँ। अर्थात् भनौँ शिक्षा मन्त्रालयले हामी शैक्षिक परामर्श व्यवसायलाई एउटा निर्देशिकाको अन्डरमा राख्ने काम गर्नुभयो र तत्पश्चात हामीहरू अगाडि बढिरह्यौँ। त्यस पछाडि 2072 सालमा यो निर्देशिकाको संशोधन हुँदै हामीहरू अगाडि बढ्यौँ र त्यो संशोधन पश्चात शिक्षा मन्त्रालयबाट स्वीकृति लिई मात्रै यो कार्य अगाडि बढाउने भन्ने निर्णय भयो र तदनुरूप हामीहरू शिक्षा मन्त्रालय नेपाल सरकार शिक्षा मन्त्रालय अन्तर्गत तपाईको स्वीकृति लिएर हामीहरू अगाडि बढ्यौँ। त्यस पश्चात भर्खरै मात्रै सो क्रममा स्वीकृति लिने क्रममा जम्मी 1473 वटा कम्पनीहरूले स्वीकृति लिनुभयो र त्यस पश्चात आजको दिनसम्म आइपुग्दाखेरि शिक्षा मन्त्रालयबाट रिन्यू गरिएका आधिकारिक कन्सल्टेन्सीहरू भनौँ, शैक्षिक परामर्श व्यवसायहरू भनौँ, केन्द्रबाट स्वीकृति प्राप्त आजको मितिसम्म 926 वटा शैक्षिक परामर्श व्यवसायहरू यो पेसामा आबद्ध हुनुहुन्छ।